परीक्षित तर असफल हुनको लागि होइन। तपाईलाई लाग्न सक्छ येशू असफल हुनुहुन्छ कि भनेर उहाँको परीक्षा लिएको थियो। तर सत्य यो हो कि उहाँ असफल हुनुहुने छैन भन्ने कुरा प्रमाणित गर्नको निम्ति उहाँको परीक्षा लिएको थियो। यो एउटा पुलको परीक्षण गरे जस्तै तपाईले सोच्नुहोस्। इन्जिनियरले पुल भत्काउनको निम्ति परीक्षण गर्दैन, बरु पुल बलियो छ भन्ने कुरा प्रमाणित गर्नको निम्ति परीक्षण गरेको हुन्छ। येशू को हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्नको निम्ति उहाँको परीक्षा लिएको थियो। शरीरमा आउनुभएका परमेश्वर, उहाँ हामी जस्तै बन्नुभयो। उहाँले भोक, पीडा र दबाव महसुस गर्नुभयो, तर उहाँले कहिले पाप गर्नु भएन। यसको अर्थ यो हो कि उहाँले तपाईँ र मलाई पूर्ण रूपमा बुझ्नुहुन्छ र उहाँले तपाईँ र मलाई पूर्ण रूपले सहायता गर्न सक्नुहुन्छ। तपाईको सङ्घर्षमा तपाईँ एक्लो हुनुहुन्न। येशूलाई थाहा छ र उहाँले नै सबै कुरामाथि विजय दिनुहुन्छ। हिब्रू 2:18 भने चाहिँ हाम्रो सृष्टिकर्ताले हाम्रो सबै पीडाहरू र सबै वेदनाहरू बुझ्नुहुन्छ।